बाइक हिँड्ने छ अब साथीहरूले मलाई जाम भने कता घुम्न जानु पर्ला नि ल गएपछि भेटौँ न एउटा मलाई सायदले ग्यारेज बोलाएर व्यवस्था भएको अवस्था कहाँ हराएको अहिले कुरिरहेको छु अहिले आउँछ होला यसो हुने मैले बोलाएर यहाँ छिटो आइज भनेर बोलाएर मैले कहाँ कहाँ व्यवस्था भएर यहाँ छँदैछ नाम निशान्जनी अङ्कल मात्र छन् अहिले आएपछि भेट्नुपर्छ खराब मलाई ऊ एप्रिलको नट खोज्न गरेछ भर्खर आएर आमा त्यो सिट बनाउनु लाग्यो कसै दिनै भन्दा नि घन्टै पछि आएको मलाई यहाँ चाहिँ मिस्त्री गएर अब एप्रिलमा काम लाग्छ अब एप्रिलमा अब कति बेला सकाउने अब मेरो पालो कति बेला आउने भइरहेको त्यसपछि होला साइड भन्ने काम एप्रिल लगाएको होइन के लिन्छ र त्यही सोको नट फेरि मेरो काम आज भन्ने अलि अगाडि घन्टा छ त्यसले बनाउँदा मेरो बाइकको पालो आयो केटा अब बनाउनु लाग्यो मिस्त्री ल के बनाउने अब धेरै घन्टापछि प्रेस गरेर बल्ल हाम्रो पालो आइसकेको छ ह्यान्डी सब मिलाउने छ मोबिल सोपले हाल्नु छ सब गर्नु छ पछि बनेपछि अब त्यहाँदेखि चल्नुपर्छ अहिलेको डिस्प्ले त खुल्लुत रहेछ केटा हो छैन यी सब एउटा ओभरको यो खुल्लुत हजुर छैन हाल्नुपर्ने भयो अब पछाडिको बेला त्यही राम्रोसँग लाएर हिँड्छ त्यही भएर चेक गर्न उठाएको त खुल्लुत नै अर्को आयो लुगा दाम फाडी हानिसकेछौँ हामी ल कामसाम सकाएर बाइकको सब काम सकेर फाडी हानिसकेको छ त्यो कपाल काट्ने ठाउँ बन्द गरेर फेरि फर्किसकेको छ हामी त मैले आज बनाउँदै दिनु यार केही कामै हुन्न हजुर ल छैन तिन बेला चेकिङ गरेर ठासिने त्यो पनि भएको छैन अहिले आयो उसको घर नहुँदैछ नदेखा होला त्यो देखाएन तर उसको घर आएर के स्याफा के अरे के भन्छ अरे नामै बिर्से स्याफी हो कि के भन्थ्यो होइन त्यही दिनुभयो आन्टीले देखाउँदैछु उता त नहुँदैछ अहिले खाइसकेपछि मैले खाने बेलासम्म उसले नुहाइसक्छ त्यहाँदेखि अब यस्तो अब सुर्खेत भ्याली घुम्न जाने त्यहाँदेखि घुमेपछि अब देखाएर जाउँला कहाँ जानु घरदेखि निस्किसकेँ घरदेखि निस्केर भर्खर डले चुकाइसक्यो ल भयो हाम्रो कालो सर म छुट्यो ल चेस हाम्रो कालो दादा वर्ष अहिले टप्पर छोडेर आइसक्यो हामी नास्ता के गर्नु चिजो खाएर हामी अब चलिसकेको अब हाम्रो सिद्धान्त कहाँ हुन्छ अब हल्का कम गर्नुपर्ने छ अहिले हामी छ्याउ लाएर अब कटुकातिर चल्ने भनेको निर्णय लियौँ अब कटुकातिर तर्फ चलिरहेको पानी पनि लाग्यो पानी बनाला बादल छ
अहिलेको अवस्था हालको चिसोको चिज आएर यतातिर अँध्यारो अँध्यारो गएर पानी पर्ला जस्तो मैले आउनु बेला भिजिन्छ जस्तो लाग्यो मलाई त मान्छे पानी पर्यो छिटो हाल्यो अगाडि केटी पछि पछि हाल्छ गाइस हामी छेडा पुग्न आइसक्यौँ कति भयो ए कति क्या आइपुग्न आँट्यौँ मतलब आइपुग्यौँ हाम्रो एक्सिडेन्ट हुने हामी एक्सिडेन्ट भिडियो सक्छ अब यहाँ पनि सुतिहाल्नु न ऊ तल सुर्खेत भ्याली छ हामी यहाँ आइसक्यौँ माथि कटुका ऊ पारि जलपुटा भयो होइन हामीले अगाडि ल चल्छ अङ्कल आन्टीको यहाँ फोटोसुट चलिरहेको कटुकाको भ्यू सब रमाइलो हान्दा नि यहाँ सब चलफुल चलिरहेको हामी मात्र बेकार ठल्लिरहेको सब सुर्खेत भ्यू यो अहिले देखाइदिनु न हजुरलाई अझ पनि गतिलो हुन जस्तो लाग्यो कस्तो नचिनेको ऊ त दिदी होइन म चिन्छु बे हामी आउनु कहाँ त्यो के भन्छ छेडा होइन छेडा मामाहरू छ के भन्छ सँगै यहाँतिर मैले कहाँ आएको त आएन त मुझे त्यो त कुना लोकेसन कि कहाँ हो मुझे रोक्लाएर अलिक पुलिसले धेरै रोक्लाएर हाइट त कति अरूलाई पुलिसले छोपिदिएर तनाव के भयो के भयो भाग्नु लाग्यो अनि फेरि गाडी फेरि सिरियालै अनि छोपिहाल्यो रन्डी अघि भाग्नु लाग्थ्यो बौला त्यही त त्यो म त्यही आफै हो तिम्रो कहाँ गयो हामी त माथि सोध्यौँ त्यो खराब केटा हो यहाँ भाइहरू चाहिँ आएको थियो स्कुटी अनि त्यहाँदेखि लोकिदियो त भाइको बर्बाद नभयो केटाहरू मिलाउन खान मगाएको झ्याउ लाग्यो नजाने यही बाइक है बसिछु म त
त्यसै गरोस् दामी खायो म त्यो कालो कालो बादल मैले के हो एक कुरा मिलाउनु जस्तो छ यार तिनीहरूको अलिकति अब यही हो त रमाइलो उता उता बिचमा जस्तो गर्न जस्तो झ्याउ अलि पछि निस्केपछि अलि हेरौँ ल अब तिनीहरू आएछ अब के भन्छ न के भयो अब भनौँ खै भ्यू दामी छ यार फाइनल्ली भाइहरूले चिट काटिसकेछन् मजाको 2000को चिट लभली खाने है हाम्रो त के देख्नु पनि पर्दैन हामी त यस्तो फेरि एक कलमा फेरि कहाँ पुगिन्छ हामी गएर एकछिन मिलाउनु मुस्ताङ पुऱ्याइदिनु यतिकै मुगै आउँदा भाइहरूको 2000 चिट खाएर केही छैन बेला बेला भइरहेको छ हल्का फुल्का चुनाइ गड्डो खाएर करेन्ट खाँदै खासमा दही चिउरा खाने हो करेन्ट आज खानु भन्दै खाने हो खाने भए हान्छु ओखो लुक त फेरि मर दिन्छ ठिक छ सो गाइस हामी खाएर आइसकेछौँ भर्खर तल्तिर पिरोमा कस्तो रमाउनु भन्दा पिरो वेदर पनि दामी मान्छेहरू पनि दामी दामी छन् बताएर यार ग्रुप राइड आज जस्तो लाग्यो नि मलाई त मान्छे कि टन्ने भएर क्या मान्छे पनि दामी भिडियो पनि दामी सब दामी दामी छ यहाँ आज आउनु बल्ल गाई जानु तलिएर फर्किसक्यौँ यो अगाडि टाइरहरू बुलेट छ बुलेट अघि नै पानी पर्न लाज जस्तो गर्दैछ घामै लाग्यो मस्त छ या ठाउँ रिकमेन्डेड गाइज ठाउँ पिस छ पिस त के गर्छ हामी आएर पिस हुने अरू सब भएपछि पिस भइहाल्छ पिस त पिस हिँड्नु हामी इन्ट्री हानिसक्यौँ सुटिङभित्र तल झरिसक्यौँ हामी केटा हो हँदाएर गऱ्यो मतलब मलाई त्यस्तो थियो हो